सिताले तुरुन भयो त ट्याक्ला हानिरहनु त सर्भर है क्या दामी हुन्छ होला है त्यहाँबाट त सर्भर है सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो सो आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु सो अनि अहिले चाहिँ साँझ परिसक्यो बेलुका भइसक्यो कि बाहिर घामसाम त पुरै गइसक्यो यहाँ त पनि मात्र देखिरहेको छ यहाँ कुखुरा छ हाम्रो बिचरा कुखुराको खुट्टै यस्तो रहेछ क्या बाङ्गे अघि नै बात हेरिरहेको छु मैले झन् उता गयो यार यसले लखातेको हो कि यो माउले बरा आइज चोतेला होइन चोतेला तरकारी खाने चोटेला मनपर्छ कि मन पर्दैन हौ तपाईँहरूलाई यो कुखुरालाई यहाँ खुरभित्र हालिदिनु पर्यो अब फेरि कुखुरा आइज भन्दा नि मान न आज कता छापिदिएको त झन् आइज म लास्ट तल गएर झन् ए गयो माने पो हुन्छ ल्याएर ऊ भालेले नि झन् ठुङ्न लाग्यो चल चाहिँ म यसो घुम्न जानु पर्यो देखो भएर घरदेखि बाहिर होइन फुल अहिले पो फुल राख्यो फुल अहिले फुल राख्यो फुल के भन्नु अब फुललाई म बोलाउँछु अब मान्छेको मान्दैन है कुसु 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 आइज मानु लो है आइज यहाँ बसौँ आइज 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 कहाँ आइज बस गुड यस्तो मान्छे मैले मान्ने बनाइसकेँ कुकुरलाई अनि कले ल कुकुर दुईटा कुकुर ट्याक्क लाएर बसिरहेको छौँ है अब के अन्त घाम उता पारि गइसक्यो आइए ए भारततिर घुम्न जानु पर्यो अब आइहाल्छ क्या के भने आइहाल्छ कि यस्तरी घुम्दै खाऊँ यहाँनिर होइन चौतिलाहरू खतरा खायो क्या फेरि यहाँ सालै खतरा खाँदा आउने चौतिलाको त्यसै आम्मामु है त्यहाँ कलर सरहरू कस्तो दामी छैन हजारी फुलले भात चेकेको त्यहाँको पारेर तर यो चाहिँ खतरा साग चाहिँ दामी हुन्छ यसको साग खानु भएको छैन खानु मिठो हुन्छ यो पो त्यत्तिकै किन आइचिरो भन्ने वाला कुकुर कहाँ हिँडाले छ गडाले खने ला त्यहीको अब डरायो अब बाख्राहरू डराउनु पनि सक्छ फेरि ला के भन्नु ओइ तैँले त्यहाँ के गर्नु लास हाम्रो सबै मार्यो नै ला यसलाई जारू भएर खतरा गरेर बसिरहेको यार यसलाई कुदाउनु पर्छ क्या हौ यसो भनौँ अनि मुला लगिदिउँ न मुला होइन पहिला खतरा यत्रा थियो यार अहिले त्यत्रा भइसकेको छ नि मुला नि होइन त दामी भएछ त किन यस्तो यो के भन्छ नि यो
के गर्ने र काम पाइयो गाइज के गर्ने यो चाल्नु यहाँ त कोरो चाल्नु पर्ने हुन्छ अब के गर्नु त गाह्रो छ त्यसै गाउँतिर घुम्नु जाऊँ भनेको पाइएन हालिदिँदै पुरै सितादियो यत्रो एक बोरा त कहिले सक्ने र त्यस्तो आनन्द आउँदैछ यार हातलाई चाहिँ एकदम हातले एकदम एक्सर्साइज भइरहेको यार यहाँ त फेरि उस पनि गएको है सेक्टावरी के हुन्न के गर्ने मम्मीलाई अब सिद्धि लास्ट हो भर्खरै कति मिनट लाग्यो 5 मिनट नै लाग्यो नि चाल्ने यार यति खतरा के म मेसिन भन्दा नि खतरा भयो म त लास्ट अब सक्यो खसेको त देखिन्न होला है क्यामेरामा तर खतरा खस्यो यहाँ यसलाई चाहिँ चाल्नु भन्छ गाई चाल्न फेरि अहिलेको बच्चा बच्चीले फेरि थाहा नहुनु पनि सक्छ होइन अबको 5-6 पुस्तापछि त यस्ता यस्तै त हराउँछ होला हो साँच्ची मलाई त त्यस्तै लाग्छ यार अहिले बच्चा बच्चीलाई थाहै छैन कि साँच्ची हो तर यो चाहिँ अलि नराम्रो कुरो हो यसलाई चाहिँ खाने होइन अरे ट्याक्क लाएर रौसी खान्थ्यो भन्दै ट्याक्क लाएर रौसी बनाउने अरे चाहिँ राम्रो छैन कि कुरो छैन त त्यही गर्दाखेरि कति पाथी होला यहाँ 5-6 पाथी होला 5-6 पाथी जति भर्खरै चाल्ने नि त मैले अनि 5 मिनट लागेन यार साँच्ची गएँ के म कुरा हेर गरे के भन्नु कस्तो आनन्द आउँछ यार कोरे खेलान फेरि त्यो गाई चल्छ मैले कामसाम फिनिस हानिसक्यो है अनि यस्तो दाराची जाम भनेको कामसाम त केही छैन त्यस्तो विशेष त रमाइलो समाइलो त त्यही जाऊँ न अन ओहो रात पनि परिसक्यो त्यस्तो रमाइलो त केही पनि छैन कि त्यही पनि यसो गाउँको बिचबिच गएर अब भलकसलक हानिदिउँ भने पनि अलिक वातावरणै छैन कि अलि ट्याक्क लाएर यसो फोन तेर्साना साथ कसैले ढुङ्गा मुरा गनाउनु बेर्खेन त्यस्तो खतरनाक छ कि अब के भन्नु होइन त्यो अनि के सुकाउनु भयो यहाँ चतेला आइज स्पेसल हुन्छ अनि मस्त भ्यू छ यहाँ ट्याक्क लाएर है दामी त दामी छ नि साँझो साँझो रात पर्छ है अहिले चाहिँ हल्का सो अनि त्यहाँको एउटा घर चाहिँ गायब भइसक्यो है गाई त्यहाँ चाहिँ बन्दै छ एउटा घर सो अनि यसो दुरुन सुरुन भयो त ट्याक्क लाएर हानिदिनु त सर्भर है क्या दामी हुन्छ होला है यहाँ त त्यहाँबाट त सर्भर है
अरे दादा हाल्नु भन्दा के आनन्द आउँथ्यो कि हेर्न पनि है यसरी मोबाइल शीतल फालिदिनु नभएको अब फालिदिनु हुन्थ्यो अब मैसँग आए त हुन्थ्यो फोन जान्छ फेरि उतै यसरी फालिदिनु पर्छ कि फालिदिनु त हुन्थ्यो नि है अनि अहिले चाहिँ गाउँहरू त उताबाट हेर्दा नि यार मान्छेले एक्लै के गरिरहेको छ त्यो फटफटाइरहेको छ भन्दै होला है अहिले चाहिँ गाउँ चाहिँ अब खाली होला जस्तो भइरहेको छ हौ मलाई किन हो यो त्यस्तो यङ जेनेरेसन केटाहरू चाहिँ अहिले कोही पनि छैन कि भन्नुपर्दा चाहिँ होइन कोही पनि छैन भन्दा नि अब छैन नै भनौँ अहिले त अब सबै घरमा बुढा र बुढी अब के भन्नु अङ्कल आन्टी बाजे बजै त्यही मात्र हुनु अनि के भन्न चाहन्छु भने तपाईँहरूलाई चाहिँ म थ्याङ्क यू गाइज है मेरो चाहिँ 700K चाहिँ सब्सक्राइबर पुगेको छ सो जसले चाहिँ सपोर्ट गर्नुभएको छ तपाईँहरूलाई चाहिँ मनैदेखि धन्यवाद भन्न चाहन्छु र सुस्वास्थ्यको चाहिँ एकदमै कामना गर्न चाहन्छु है अनि अरू त के भन्नु र यस्तो गाउँ हेर्नुहोस् सट्टो पारेर एकचोटि रात परिसक्यो टक्क अहिले चाहिँ यतिखेर चाहिँ यस्तो हावा हान्छ कि यहाँ यस्तो जाडो हुन्छ है ट्याक्क लगाएर सिरिर पुरा हावा हान्छ कि बिहान र बेलुका त त्यस्तो जाडो हुन्छ दामा चु भर्खरै जाडो भइसक्यो यार मलाई त सो अनि थ्याङ्क्स फर वाचिङ माई भिडियो जसले अन्तिमसम्म भिडियो हेर्नुभयो तपाईँहरूलाई चाहिँ मनैदेखि धन्यवाद त्यस्तो विशेष त्यस्तो त भिडियो छैन कि अब होइन त्यही पनि अब हल्का यस्तो के भन्नु होइन सो बाई बाई गाइज एन्ड टेक केयर है जाडो छ एकदम